आज आमाको मुख हेर्ने दिन त्यस्तो राम्रो त केही भन्न सक्दिनँ, जति भने पनि कम पर्छन्। मैले त्यस्तो आउँदा नि आउन्न। आमा भनेको यस्तो हो कि भगवान हो। खुसी दिन सकेको त छैन, गरिब छ तिम्रो छोरो। अरू धेरै टाढ्ने होलान्, तर आमा धेरै फोन पनि हान्दैनन् अरूले। तर आमा भन्ने चिज यस्तो हो कि आफूले फोन हान्न नजाने पनि गाउँमा गएर ल हान्दियो भनेर फोन गर्छन्। त्यही नै ठुलो कुरा हो। उहाँहरू आमालाई जिउँदो भगवान मानिन्छ। जिउँदो भगवान भनेको आमा हो। अरूले त चाहिँदा मात्र फोन हान्ने के कुरा गर्नु, अरूको निष्ठुरी हुन्छन्। आमाको मुख हेर्ने दिन धेरै धेरै शुभकामना। धेरै जन्म मेरो आमाको काखबाट होस् मेरो, त्यही नै शुभकामना दिन चाहन्छु आमालाई। आमाको मुख हेर्ने दिन मात्र होइन, हजारौँ दिन पनि हेर्न पाइयोस्, त्यही नै छ मेरो। भन्ने शब्द नै छैन आमा।